सम्पूर्ण आदरणीय शिक्षकज्यूहरूमा मेरो नमस्कार। काठमाडौँ केन्द्रित आन्दोलन चर्किएको पनि आज 15औं दिन पुगिसकेको छ। तर यो काङ्ग्रेस एमालेको गठबन्धन सरकारले कानमा तेल हालेर बसिरहेको छ। के यो सरकारले शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनलाई व्यवस्था गर्नै खोजेको हो त? चुनावको बेलामा हामी शिक्षकहरूकै काँधमा चढेर यी नेताहरूले चुनाव जितेका होइनन्। शिक्षकहरूको सङ्घ र सङ्गठन भन्दै हामी नै शिक्षकहरूले यिनै काङ्ग्रेस एमालेका नेताहरूलाई जिताएको होइन। अहिले शिक्षकहरूले आफ्नो जायज हक र हितको लागि सडकमा आन्दोलन गरिरहेका छन्। खै त यो सरकारले हामी शिक्षकहरूले कुरालाई सुनेको, उल्टै आन्दोलनलाई दबाउन खोज्ने। अझै शान्तिपूर्ण आन्दोलन भन्दै हामी शिक्षकहरूले सहयोग गरिरहेका छौँ, दिनौँ घाममा सुकिरहेका छौँ। कि शिक्षकहरूले ढुङ्गा मुढा गर्न सक्दैनन् भन्ने ठानेको छ यो सरकारले? शिक्षक आन्दोलनको नेतृत्व गर्ने शिक्षक महासङ्घ आज देशव्यापी रूपमा शिक्षक सङ्घ र सङ्गठनहरूको खारेज भएको घोषणा गर्नुहोस् र यो आन्दोलनको स्वरूपलाई परिवर्तन गर्नुहोस्। नत्र भने यो बहिरो सरकारले हाम्रो मागलाई सम्बोधन गर्नेवाला छैन।